welcome back to my channel. So आजको भिडियो चाहिँ हाम्रो के छ भन्दाखेरि हामीले आज म्यागी च्यालेन्ज गरेको छ। म्यागी कति 4 वटा सबैको इच 4 वटा म्यागी छ अनि जसले जित्छ त्यसले चाहिँ मम्मीले खाउँछ। ए 500 रुपैयाँ 500 रुपैयाँ अन्त जसले हार्छ उसको चाहिँ जल्दी खुर्सानी हार्ने तै हो म हार्दिन आज खानु त कसले सक्छ जस्तो लाग्दैन खाएको हामीले स्टार्टर नभए खाइदैन अलिसा त मागी चुरी सौ साँच्चै स्टार्टर नभने मिठो बनाएको अरू पनि बिस्तारै खाइ फेरि अहिले अलस तलस भुक लागि ल अलसा जित्नुपर्छ आज त छोरीले जित्नुपर्छ यो छोराले मात्रै जितेको छ नि छोरीले जित्नुपर्छ आज जितेर हामी टक्सिन जान्छ अलिसले अरविन्दले जित्छ आज अम्मामा कति बाइट बिस्तारै खा मम खान्छ त्यत्रो बाइट आज पनि घोसबिले जितेर छ बिस्तारै घोसबिल बिस्तारै खा अड्केन बिस्तारै खा बिस्तारै यो र यो खाँदा त दबाईको खाएको जस्तै हुँदो रहेछ त चक्करहरू आउला जस्तो भयो त भेटेछ त यिनीहरू अन्त भेटे अहिले भेटेको दैन घोसबिलले जित्दैछ आज साथीका दादी छ मेरो छोरी त जहिले पनि डल्ले खोर्सानी खानु पर्ने छ अब फेरि आज त खानै पर्छ डल्ले खोर्सानी अब ए उजा भात पक्रिँदैछ ए कोक सक्छ कि आधुको सबै म्यागी चाहिँ त्यतिकै छ कोक यहाँ धिप्टाटा पाउँदैन नि माले च्यालेन्ज च्यालेन्ज कोक लगेर गइस है आलु पिन्ने त खाँदैन अरे त बिचराले ए तिर्के मात्रै त्यति छ एकदमै अलि खाइन्छ है त अन्त कहाँको खोइ खाने यत्रो चाहिँ अब अम्बो यिनीहरू के घिच्छनहरू सोध्छ मलाई छिटो 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 अझ का छिटो छिटो ए दादाले जित काटिसक्यो अम्बिला मेरो मान्छ ಇದು पुलिस अम्बी भिलाई यसलाई पक्राउ लगान्छ केटा केटी हटाइन त तिनवटा खेल्नु पर्थ्यो झोल झोल बनाउँछ उयो बाइक जस्तो बनाउनु पर्छ नि तिनीहरू तिनवटा खानु खालि खेल्नु पर्थ्यो ज्यादा हुन्छ नि एउटा त चारवटा खानु त्यही च्यालेन्ज सक्नु नसक्ने काम गर्छ आधुको कोक सकिसक्यो पाउँदैन नि हुन्छ फेरि ए त्यस्तो भन्छ तिमी त कोकसँग निले जस्तो भयो अन्त त्यही त अन्त के हुन्छ अरविन्दको जतिको तति छ कोकको अरविन्दले हो अरविन्दले अलिअलि गर्दै खाँदैछ त तिमीलाई त कोक सकिसक्छ वाउ खाएको हुँदो रहेछ नि त त्यो यस्तो त कहिले खाइसक्नु अन्त सक्नै पर्छ नि अरू बेला त खान्छ त चारवटा चाहिँ कहिले खाएँ हो त हौ च्यालेन्ज छ खान्छ दुईवटा खाएँ बाबा भात अरविन्दले सक्छ दुई गाछमा तुर्छ भाइ त्यस्तै हुन्थ्यो मलाई पनि भक्कम खाएको फिल क्या गाछमा तुर्ने रहेछ अब उसले चार दस
अलिसाको पनि 2-3 गाँस मात्रै छ लु अल्छ छिटो 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 कप खा त वाक हुँदैन नि त आज खानै पऱ्यो पकाउ न कप भयो खाने पनि लगेको छु सक्नु छ त्यो छिटो छिटो मेरो छोरी जित्छ क्या आज त लु त त्यसो छिटो छिटो तैँले गर्दा म उठे पनि लु छिटो झन् सक्दिनँ त्यहाँ झोल छ पेडी के छ त डेडिकेट छ त खानु मन परेन नि हौ यो खाएर चाहिँ म कस्तो म्यागी छुदिनँ 2-3 मिनट बाबा र अदुले हामीलाई सिटी सेन्टर घुमेर आउँदा मोमो हेर्दै मोमो हेर्दा पनि अफर लाग्यो भोलि दिकै छ भने मलाई पनि त हुँदैन अदु त उल्टी गर्छ है त्यो उठ्नु पाउँदैन उठ्नु पाउँदैन च्यालेन्जमा कहाँ उठ्नु पाएको पाउँदैन त्यस्तो गर्नु हेर्नु मन परेन म्यागी रिसिटो म साथी मेरो छोरी जित्न आँटिलु छिटो छिटो को खाउ न अन्त सात अलिकति अम्बो खाएर छिटो सेट प्लेट देखाइदिए दादा जित्छ जित कसरी खाइसक्नु अन्त आमा 10 प्लेट छ 50 हुँदैन त कहाँ छ छैन चाटिहाल न अन्त चाटिदिहाल देखाइदिहाल यसले 2टा मात्रै हालेको थियो कि अनि कस्तो छिटो खायो चारवटा त्यसको पनि यस्तो भए त खानु मजा पनि आउँथ्यो नि त यस्तो त डल्लो परेपछि त उलुक उलुक हुन्छ नि त्यस्तो भएन म झन्डै नि डल्लो सजिलो खप खप कहाँ हो एलो छिटो लिनु सजिलो पर्छ नि डल्लो खोर्सानी खानुपर्छ है लु देखाइदिए त डल्लो खोर्सानी सजिलो लाग्यो यो कोत्रो चाहिँ थियो भन्दा अब यहाँ गर्न अब यहाँ यस्तो गर्न छिटो कोक खाएर चाहिँ यहाँ गर्न छिटो गरम भयो त बुझि त्यो त हामी कस्तो दिन्छ गरमहरू दिवा पर्दो अब यहाँ भन खानु त पर्छ ड्र म्याच गर्छु हैन मेरो कम्ती छ नि के ए कहाँ ए म खाइदिन्छु नि कि त ड्र म्याच कि त यहाँ ड्र म्याच गरेर दिए त आधा त खानु आधा खान्छु बडाउनु फलफुल चपाउनु पर्यो त्यति म्यागी हेर्नु मन लाग्नु म त्यस्तो कोसँग खानु त्यो खाएर सक्दैन मुखले निस्क्यो भन्दैन न त्यसरी हुन्छ हुँदो रहेछ मम्दिन न कोक गरम भयो ज्याकेट खोल्न त देख्छु डन्डो खानु म खाँदैन ल्याएको खोल न म राम्रो बेस नखेलेको हुँदो रहेछ नि भाउजू टिम सक्छन् राम्रो डल्लो खानु पनि त हुँदैन 100 रुपियाँ खानाको चाहिँ हुँदैन रहेछ हुँदो रहेछ अब डल्लै खानु आधी आधी खोर्सानी डल्ले खोर्सानी के अरे आधीको डल्ले खोर्सानी डल्ले कस्तो खानुपर्छ म्यागी भन्ने कुरो चाहिँ घरमा न मात्रै दुइटा हेर्नु पनि चाहदिनँ जित्यो आज मेरो छोरीले जित्यो ए मेरो छोरीलाई आजको विनर मेरो छोरी नआउ भन्छ कोक भनेको न पुग्यो मानेको फोक भनेको यो मिक्स गरेर खाँदा हुन्छ होइन मेरै त हो हुँदैन ए अब त जर्सी आफ्नो रुलहरू नलिएर आउनु न आफ्नो रुल्स खानु पनि दिएन अघि खोर्सानीको पनिसमेन्ट क्लियर थियो मोर्छ त्यो खोर्सानी पनि खायो अन्त के त हो त अन्त च्यालेन्ज त्यो पनि डल्ले खोर्सानी कहिले कडक्कै खान्छ खानु पर्दैन त्यही भएर त मैले खाएको त सकिनँ नि म त मम्मीले अफ गर्नु नि एकछिन दिनु पनि दिँदैन अन्त हो अब त्यसको चाहिँ तोय खा अदाको पनिसमेन्ट चाहिँ यो डल्ले खोर्सानी खानुपर्छ अब अदुवा फर्स्ट टाइम फुड च्यालेन्जमा आदित्य ए सेकेन्ड टाइम मात्रै हालेको है सेकेन्ड टाइम हो नचापै दिँदैन त यस्तो गर्नु अड्किँदैन क्या हौ दिँदै मेरो गुतुक्क नि अन्त
खाएको छु ल। नभए कोकमा हालिकन खानु एकछिन बस्नु एकछिन म सक्छु ए, फाट्दो रहेछ नि हौ। निकै सकिन म गनाएन क्या लाग्थ्यो कोक हाल्नु त। कोक हाल्दै अलिकति अब। निस्केछ अदरको कोक हाल्दै कोक। निकै सकिन दुध त्यो दुध कोक होइन दुध हाल्नु त। अलिसा यो दुधले काट्छ हौ। भोलि पोल्यो दुधले काट्छ। कोकमा दिएर घिउ उयो पिरो रहेछ त्यही माथि जा ल्याउले पनि काट्छ ल्याउले पनि आजको विनर म भइहालेँ त्यसको लागि म धेरै 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 खुसी छु हो अन्त तपाईँहरूलाई मन पर्यो भने मेरो पैसा चोर्नु मन पर्यो भने प्लिज लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानलमा भोलि भेटौँ बाई 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 त भनिदिइहाल बुढी फुट्ला जस्तो भयो बाई। बाई गर्नु